एलसीआर र आरसी सिरिज जुन कि दुईटा सिरिज हुन्छ तपाईहरु पढ्नु भयो होला हैन। एलसीआर र आरसी सिरिजको तपाईहरु इम्पोर्टेन्ट छ यो न्यूमेरिकल र यो थ्योरी जुन चाहिँ मैले अहिले भन्नेवाला छु त्यो थ्योरी तपाईहरु बुझ्नुहुन्छ भने यस्तो खाले क्वेशन तपाईहरु जुन पनि गर्न सक्नुहुन्छ इजिली। कुनै पनि क्वेशन तपाईहरु यस्तो खाले गर्न सक्नुहुन्छ इजी छ। यदि तपाईहरु यो थ्योरी मैले भनेको यदि बुझ्नुहुन्छ भने इजी छ तपाईहरु गर्न सक्नुहुन्छ। राम्रोसँग भिडियो हेर्नु होला, पुरै भिडियो हेर्नु होला ताकि तपाईहरुको अर्को कुनै क्वेशनमा प्रब्लम नहोस् भनेर, ठीक छ। र साथीहरु च्यानल बनाए हुन्छ भने च्यानल सब्स्क्राइब गरि राख्दिनु होला, पढ्ने साथीहरु पनि शेयर गरिदिनु होला ल। त अब जाउँ यसको थ्योरीतिर हेर्नु। थ्योरीमा के छ भने सबभन्दा पहिला म भनिरहेछु फिक्स सेकेन्डमा इम्पोर्टेन्ट जुन क्वेशनको थ्योरी छ यो आज हामी छौ हेर्नु। त के छ पहिला चाहिँ एलसीआर सिरिज र आरसी सिरिज। त सिरिज तपाईहरुको दुईटा कनेक्सन हुन्छ, एउटा एलसीआर सिरिज कनेक्सन हुन्छ, एउटा आरसी सिरिज कनेक्सन हुन्छ, ठीक छ। जुन कि तपाईहरुको एल भनेको हाम्रो जुन चाहिँ इन्डक्टेन्स हुन्छ र सी भनेको क्यापेसिटेन्स हुन्छ र आर भनेको रेसिस्टेन्स हुन्छ, ठीक छ। एल भनेको इन्डक्टेन्स, सी भनेको क्यापेसिटेन्स, आर भनेको रेसिस्टेन्स। र त्यसपछि तपाईहरुको जुन इन्डक्टेन्सको जुन सिम्बल हुन्छ बुझाउने जुन सिम्बल हुन्छ कसरी यसलाई इन्ट्रोड्युस गर्छ कसरी यो चिनिन्छ भने यसलाई के गर्छ यस्तो यस्तो गोलो गोलो खाले यस्तो यस्तो रिङ जस्तो यसको सिम्बल हुन्छ, ठीक छ नि, रिङ जस्तो, ठीक छ नि। यस्तो यस्तो सिम्बल हुन्छ यसलाई बुझाउने गरी यस्तो बुझाउँछ, लेख्ने गरी यस्तै अनि फिगर बनाउने बेलामा यस्तै बनाउनु पर्ने हुन्छ। त्यसपछि क्यापेसिटेन्सको लागि हामीलाई दुईटा धरको र दुवै साइडको बनाउनु पर्छ, ठीक छ। त्यसपछि रेसिस्टेन्सको लागि तपाईहरु के गर्नुपर्छ रेसिस्टेन्सको जस्तै एनालग डिजिटल सिंगल जस्तो हुन्छ नि त्यस्तै सिंगल हुन्छ र यसलाई तपाईहरु के भन्छ डिनोट के गर्छ। यदि हामीलाई इन्डक्टेन्स छ इन्डक्टेन्सलाई हामी डिनोट केले गर्छौ एस ले डिनोट गर्छौ र क्यापेसिटेन्सलाई एफ ले डिनोट गर्छौ र रेसिस्टेन्सलाई ओमेगा ले डिनोट गर्छौ। यति तपाईहरु बुझ्नुभयो र अब यसमा के हुन्छ एउटा कनेक्सन हुन्छ। कनेक्सन के हुन्छ यसलाई हामी कनेक्सन सोर्स भन्छौ जुन कि तपाईहरुको लागि गिभन हुन्छ फ्रिक्वेन्सी र भोल्टेज गिभन हुन्छ, ठीक छ। र फ्रिक्वेन्सीलाई हामी एफ ले र भोल्टेज हामीले भी ले डिनोट गर्छौ, ओके। त्यसपछि आरसी सिरिज हुन्छ। आरसी सिरिजको लागि पनि सेम आर भनेको रेसिस्टेन्स सी भनेको क्यापेसिटेन्स। अब दुईटामा फरक के छ भने यसको नामबाट नै के हुन्छ यसको बुझिन्छ कि कस्तो प्रकारको सिरिज हुन सक्छ। अब हेर्नु एलसीआर सिरिज र आरसी सिरिज। एलसीआर सिरिज भनेको जसमा के हुन्छ इन्डक्टेन्स हुन्छ, क्यापेसिटेन्स हुन्छ, रेसिस्टेन्स हुन्छ, तीनवटै हुन्छ भने त्यसलाई एलसीआर सिरिज भन्छौ। र यदि हामीलाई आरसी सिरिज भनेको रेसिस्टेन्स हुन्छ र क्यापेसिटेन्स हुन्छ, आरसी भनेको रेसिस्टेन्स र क्यापेसिटेन्स यस्तो खाली सिरिज हुन्छ भने आरसी सिरिज भन्छौ, दुईटा सिरिज मात्रै। अब हेर्नु यसलाई कसरी फिगर भन्छ कसरी रिप्रेजेन्ट गर्छ भने अब हेर्नु सबभन्दा पहिला के गर्छ भने इन्डक्टेन्स चाहिँ जस्तै यस्तो छ यस्तो छ यो हाम्रो क्यापेसिटेन्स भयो, ठीक छ। र यो भनेको रेसिस्टेन्स भयो, ठीक छ। र अब यसलाई कनेक्सन गर्ने बेलामा एउटा के छ सोर्स चाहिन्छ जुन कि सोर्स हाम्रो यो भयो। यो हाम्रो के छ सोर्स छ यसलाई यसरी कनेक्सन गर्दियो, ठीक छ। यो के हो हाम्रो इन्डक्टेन्स जसलाई यल ले डिनोट गर्छौ, यो हाम्रो क्यापेसिटेन्स, ठीक छ। र हाम्रो रेसिस्टेन्स यो के छ हाम्रो सोर्स छ जसको के हुन्छ भोल्युम हुन्छ र फ्रिक्वेन्सी हुन्छ, ठीक छ। यसको भोल्युम र फ्रिक्वेन्सी दुवै हुन्छ। यति छ। अब हेर्नु जुन यसमा के छ तीनवटै छ इन्डक्टेन्स क्यापेसिटेन्स रेसिस्टेन्स तीनवटै। यदि हाम्रो सिरिजमा तीनवटै हाम्रो जुन एलसीआर छ तीनवटै आयो भने के भन्छौँ हामीले एलसीआर सिरिज भन्छौँ, ठीक छ। र यदि हाम्रो सिरिजमा अब हेर्नु अर्को फिगर जुन छ यसमा हुन्छ एउटा रेसिस्टेन्स हुन्छ, एउटा के हुन्छ क्यापेसिटेन्स हुन्छ, एउटा के हुन्छ सोर्स हुन्छ, ठीक छ। सोर्स हुन्छ यस्तो। अब हेर्नु यसमा के छ दुईटा मात्रै छ, एउटा के हुन्छ रेसिस्टेन्स हुन्छ र एउटा क्यापेसिटेन्स हुन्छ। यानी कि यसको नामले नै बुझिन्छ रेसिस्टेन्स र क्यापेसिटेन्स आरसी सिरिज हो भनेर, ठीक छ। जुन गिभेन दिएको बेला हुन्छ नि त्योबाट पनि बुझ्न सक्नुहुन्छ। गिभेन दिएको बेला यदि आरसी दिएछ भने आरसी सिरिज हो, एलसीआर दिएछ भने एलसीआर सिरिज हो, ठीक छ। यदि तपाईहरु बुझ्नुभयो सिम्पल यसको के डिनोट गर्छ र यसको नेम के हो एलसीआर को के नेम हो भनेर त्यो त बुझ्नुभयो। त्यसपछि यसलाई कनेक्सन कसरी गर्छ त्यो पनि तपाईहरु बुझ्नुभयो। र अब हामी के गर्छौं यसको अब तल हेर्नु केही तपाईहरुको इम्पोर्टेन्ट रहेछ। भोल्टेजलाई हामी भी ले
भी भनेको भोल्टेज हो, आई भनेको करेन्ट हो, एक्सी भनेको क्यापेसिटिभ रेसिस्टेन्स, सरी यो के हो रेसिस्टेन्स हो, र एक्सएल भनेको इन्डक्टिभ रेसिस्टेन्स। यानि कि यल र सी के छ कनेक्सन, यानि कि एउटैमा आएछ नि एक्सी, त्यसरी क्यापेसिटिभ, यहाँ क्यापेसिटेन्स सट्टामा क्यापेसिटिभ हुन्छ, किनभने एक्स को सट्टामा एक्स को सँगै एलसी आछ, त्यसै कारणले एक्सी भनेको क्यापेसिटिभ हो, र एक्सएल भनेको इन्डक्टिभ हो, इन्डक्टेन्स हैन इन्डक्टिभ, ठीक छ। इन्डक्टेन्स भनेको छुट चाहिँ एल मात्रै हुन्थ्यो भने इन्डक्टेन्स हुन्थ्यो, तर एक्स को सट्टा एक्स को साथमा आएछ नि जोडेर, त्यसै इन्डक्टिभ रेसिस्टेन्स भयो, ठीक छ। यति भयो। र त्यसपछि फ्रिक्वेन्सी, एफलाई फ्रिक्वेन्सी भन्छ, र यसको युनिट हेर्नु, भोल्टेजको भीले करेन्टको आईले डिनोट गर्छ, युनिट हो यसको, र क्यापेसिटिभ रेसिस्टेन्सको ओमेगा, इन्डक्टिभ रेसिस्टेन्सको ओमेगा, र फ्रिक्वेन्सीको हर्ज। यति भयो यसको युनिट। र त्यसपछि हेर्नु यहाँ के छ भने यसको इम्पोर्टेन्स, जुन कि तपाईहरुको निकाल्ने भन्ने हुन्छ, जुन कि तपाईहरुको सोलुसन गर्ने बेलामा, न्युमेरिकल सोलुसन गर्ने बेलामा त फाइन्ड आउट गर्न भन्छ, के भन्छ भने इम्पिडेन्स निकाल्नको लागि। यो तपाईहरुको इम्पोर्टेन्स छ, इम्पिडेन्स निकाल्नको लागि भन्छ, जसलाई हामी जेड ले डिनोट गर्छौं, र यसको युनिट ओमेगा हुन्छ, ठीक छ। यो इम्पिडेन्स निकाल्न भन्छ, र जसलाई हामी जेड ले डिनोट गर्छौं, यसको युनिट ओमेगा हो। यो त बुझ्नुभयो। अब हेर्नु यसको फर्मुला हुन्छ, दुवै सिरिजको फर्मुला बेग्ला बेग्लै हुन्छ, थोरै मात्रै फरक हुन्छ। के फरक हुन्छ भने म तपाईहरु हेर्न चाहन्छु। हेर्नु फर्मुला फर्स्टमा हेर्नु, जेड इक्वल टु आर स्क्वायर प्लस एक्सी स्क्वायर। अब आर स्क्वायर भनेको र एक्सी स्क्वायर भनेको कस्तो बेला लाग्छ भने, र आर स्क्वायर प्लस एक्सएल माइनस एक्सी को होल स्क्वायर, यो कस्तो बेला लाग्छ। यो दुईटै फर्मुला तपाईहरु कस्तो बेला लाग्छ भने म तपाईहरुलाई भन्दैछु। यो जुन छ नि आर स्क्वायर र एक्सी स्क्वायर, एक्सी भनेको इन्डक्टिभ रेसिस्टेन्स, सरी सी भनेको क्यापेसिटिभ, यो एल भनेको इन्डक्टिभ हो, सी भनेको क्यापेसिटिभ हो, यानि कि क्यापेसिटिभ रेसिस्टेन्स। यो जुन छ क्यापेसिटिभ रेसिस्टेन्स, क्यापेसिटिभ रेसिस्टेन्सको कुन लाग्छ भने जब हाम्रो के हुन्छ गिभेन रेसिस्टेन्स र क्यापेसिटर मात्रै हुन्छ, के हुन्छ रेसिस्टेन्स र क्यापेसिटर मात्रै गिभेन हुन्छ, तब हामी कुन फर्मुला लगाउँछौं भने डाइरेक्ट हामी एल आर स्क्वायर प्लस एक्सी स्क्वायर को रुटमा गरिदिन्छौं। यो हाम्रो इम्पिडेन्स यहाँबाट आउँछ, जेड भनेको इम्पिडेन्स हो, यहाँबाट इम्पिडेन्स आउँछ। र यदि हाम्रो गिभेनमा के छ रेसिस्टेन्स छ, त्यसपछि इन्डक्टिभ क्यापेसिटेन्स इन्डक्टिभ रेसिस्टेन्स छ, क्यापेसिटिभ रेसिस्टेन्स छ, दुवै छ भने दुवै कुन बेला छ भने इन्डक्टिभ क्यापेसिटेन्स रेसिस्टेन्स तीनवटै छ, के रेसिस्टेन्स पनि छ, इन्डक्टेन्स क्यापेसिटेन्स दुवै छ भने अब कुन बेला हुन्छ भने जब हाम्रो तीनवटै गिभेन हुन्छ, त्यो बेला हामी यो फर्मुला लगाउँछौं, आर स्क्वायर प्लस एक्सएल माइनस एक्सी को होल स्क्वायर, ठीक छ। र त्यसपछि हाम्रो अर्को फर्मुला के हुन्छ भने कहिलेकाहीँ हामीले करेन्ट पनि निकाल्न भन्छ, त्यसैमा पावर पनि निकाल्न भन्छ। अब सिम्पल छ, यदि हाम्रो जेड निस्किसक्यो भने करेन्ट निकाल्न सजिलो छ। करेन्टलाई हामी आई ले डिनोट गर्छौं, आई इक्वल टु भी अपन जेड। जेड भनेको इम्पिडेन्स जुन हामी निकाल्नु पर्ने हुन्छ फर्मुलाबाट, र भी भनेको हाम्रो जुन भोल्टेज हुन्छ, भी भनेको भोल्टेज, यानी भी भनेको भोल्टेज हो जुन हामीले दिएको हुन्छ। त्यसपछि पावर भनेको पी हुन्छ, पावरलाई हामी पी ले डिनोट गर्छौं, पी इक्वल टु आई स्क्वायर अपन आर भयो, जुन करेन्ट यहाँबाट आउँछ आई स्क्वायर भयो, आर भनेको रेसिस्टेन्स दिएको हुन्छ, त्यो बेला हामी यो फर्मुला लगाउँछौं पावरको लागि। करेन्टको लागि यो फर्मुला भयो, इम्पिडेन्सको लागि यो फर्मुला भयो, एलसीआर सिरिज जब तीनवटै हुन्छ भने एलसीआर, यो हाम्रो एलसीआर सिरिजको लागि हो, यो हाम्रो आरसी सिरिजको लागि हो, ठीक छ। आरसी सिरिजको लागि यो फर्मुला, एलसीआर सिरिजको लागि यो फर्मुला, ठीक छ। यति भयो हाम्रो। अब यो अनुसार हामी अब न्युमेरिकल गर्नेछौं, जुन कि तपाईहरु अगाडि हेर्नुहुनेछ ल।